हेलो साथी, गुड मर्निङ। सम्पूर्ण साथीहरूलाई चाहिँ गुड मर्निङ छ है। बिहानको आज चाहिँ 9 बजी सक्यो र भर्खर फ्रेस पनि भएको छैन। पुनमा रातमा चाहिँ आज होइन, केटाहरू त ट्युसन पढ्न गएछन् र हामी चाहिँ दुईजना मात्रै छौँ। एउटा पालि गाईले घाँस हाल लगाएछ। म चाहिँ हाम्रो घर चाहिँ त्यही हो। हामी घरदेखि भर्खर उठेर बाहिर आएर मुख पनि धोएन। मैले एकछिन डाँडासम्म जाउँ भनेर घुम्न जान लागेको छौँ। र गाइज आज हामी पुस 15मा के गर्छौँ सब भिडियो मार्फत देखाउन चाहन्छौँ। हाम्रो गाउँ चाहिँ है बिहानको उसमा यस्तो देखिन्छ, यो गाउँमाथि। अब चाहिँ यहाँ जान लाग्छौँ। यो चाहिँ साथीको घर हो। त्यही हो है साथीको घर चाहिँ। यो मादर चोतमा पढ्न गएको ट्युसन यासी हो, फुच्चेको यासी हो। आज रात त्यसलाई कस्तो बनाउनु पर्छ मलाई थाहा छ। गाइज यो चाहिँ मेरो पुरानो घर होइन, पहिलाको। यहाँ आगो लागेर चाहिँ पुरै भएको होइन गाइज। घर पीडामा सुरमा के छ बिना, ठिक छ? हाई हाई भन्नु न गाइज। हाम्रो भिना चाहिँ उहाँ, हामी चाहिँ अब एकछिन जुम्ला हिउँ परिरहेको छ। जुम्ला बजार हिउँ परिरहेको गाइज। अब चाहिँ हामी एकछिन डाँडामा आएको र डाँडामा दमाया ट्याउट्याउनु अरू यही गर्ने भेटियो। त्यो म पछि गएँ गाइज। अर्को मेरो भाइ भेटिसक्यो होइन। हामी केटाहरू सब चिल्ला पढ्नु गयो नि, यस्ता फुच्चे फाच्चे जाँदा पढ्न गाइज। हामी चाहिँ यता डाँडामा चाहिँ, डाँडा भन्नाले नि यहाँ पुरै है बेल घाम चाहिँ तातो छ गाइज होइन। यस्तै छ हाम्रो ठाउँतिर चाहिँ गाइज। घुम्ने भए चाहिँ यहाँ हो है। मैले अनि फेरि सिर्फ 10,000मा घुमाइदिन्छु। आवाज ठुलो गर। आवाज गर्न गाइज नाच। नाचिरहेको मादर सोध यो गाइज। हाम्रो गाउँ चाहिँ खुबसुरत देखिरहेन कि फिल्ममा तर चोट कस्तो बोलिरहेको महासालीहरूले। हामी चाहिँ बाहिरदेखि आज ठुली मम्मी आइदिन हामी भाग्यौँ गाई चाहिँ। अब गएर हामी एकछिन भात सात पकाउँछौँ होइन। अब खाना चाहिँ खायो र एकछिन नुहाउनु पर्ला। आज कपाल मात्रै मिच्ने अनि गाई चाहिँ हामी चाहिँ अनि गरेर चाहिँ हामी सामान ल्याउनु जानु छ। अझै सामान जुटाउनु धेरै नै बाँकी छ। जान्तो ग्यासमा भात लालास म अनि गर्छु गाइज। अब चाहिँ हाम्रो घरमा जान लाग्छौँ होइन। हेलो गाइज, अहिले चाहिँ हामी दिनमा छौँ। हाम्रो चाहिँ आज पुन्नुवाको तयारी हुँदैछ। अहिले फेरि हामी गाउँतिर हिँड्दैछौँ होइन। पछाडिका भ्यानचुतहरू र एक भ्यानचुत यहाँ छ, एक भ्यानचुत म यहाँ छु। हामी चाहिँ अहिले केटा आज कि पुन्नुवाको बारेमा के भन्नु छ, के भनिदेऊ न। उही भने यस्ता छन् मेरो साथीहरू होइन। त्यही हामी चाहिँ अहिले चाहिँ गाउँतिर गएर हल्का होइन डुलेर आउँछौँ। अनि त्यसपछि ओ डाडी डाडी ओ डाडी ओ डाडी उखा यहाँ चाहिँ हाम्रो गाडी आइसक्यो, कार है 32 करोडको। 32 करोड 320 रुपियाँको गाडी आएर छ उहाँहरूको चाहिँ होइन। गाउँभरिका उहाँहरू आएर यहाँ बस्छन् है। हाम्रो गाउँमा युवा यति अहिलेको साँच्ची किन ढालेको होइन। हाम्रो जताले युवा यति केटाबेटी युवा सबै कति एकजना म भएँ, 1 2 3 4 जना, कति 5 जना 6 जना मात्रै छ अहिले युवा भनेका। युवा चक्लेर आउन 15 होइन। पुन्नु आज रमाइलो बनाउनु हाम्रो चाहिँ पार्टी छ। यहाँ तयारी भइसक्यो। हामी चाहिँ अहिले सामानहरू किन्न जान लाग्छौँ होइन बजार। अहिले कति बज्यो होला टाइम हेर्नु है। टाइम हेर्दा कति भयो? 1 बजिसक्यो होइन। 1 बजेर 3 मिनट गइसक्यो। हामी चाहिँ आज
ढिला ओके म पहिला ल्याउने प्लिज छिटो गर्दा कति पिया त हामी चाहिँ अहिले चाहिँ हामी चाहिँ हाम्रो पार्टीतिर जानु लागेको होइन आज पुस 15 मामा कहाँ खसी काट्ने भन्नु त छियो त काटिदिउँ गाइस हाम्रो गाउँतिरको चाहिँ यस्तो छ है रमाइलो छ है गाइस आउनु गर्नुहोस् है हाम्रो जुम्ला होइन हामी चाहिँ आज पुन्नुवाको यो पनि पढ्न गएको थियो अहिले यो पढ्नदेखि आयो होइन गाइस हामी चाहिँ आज यहाँ चाहिँ चिसो लास्टै छ होइन हामी चाहिँ अहिले पुन्नुवाको बनाउनको लागि सामानहरू ल्याउनु जानु लाग्छौँ होइन गाइस होइन ल जामै आज हाम्रो चाहिँ दामी बनिसक्यो होइन हाम्रो पार्टी रिल्स दामी पार्टी हान्ने सोच भएर चाहिँ यहाँ हाल्न लागि होइन चिसो त लास्टै छ फेरि पछि हामी जानुपर्ने अहिले सामान ल्याउनु तत्ने हो एउटा गर्नु हुँदा यार होइन हामी चाहिँ अहिले चाहिँ भ्लग बनाइरहेको छौँ होइन हामी चाहिँ आज हाम्रो पुन्नुको मनाइ छ मेरो छोराको कति राम्रो आयो त गाइस हामी चाहिँ आज सामानहरू ल्याउनु जानु लाग्छौँ नाकमा हामी चाहिँ आज हाम्रो पार्टी हुँदैछ अरू के भन्नु छ अरू के बनाउँछ छोरा मिठो मिठो ल्याए मासु ल्याए गाइस यहाँ क्याबको हालत हेर्नुहोस् न यस्तो छ के हो यो क्याब यार सोलिन आज हाम्रो पार्टी कस्तो हुँदैछ भन्ने एक दुई हाम्रो गाइज होइन बेलुकासम्म हेरिराख्नु होला होइन यो भिडियो गाइज अहिले हालेपछि होइन बेलुकासम्म तपाईँलाई हालिदिन्छु हामीले होइन गाइज यो भिडियो दामी तरिकामा बेलुका दुईवटा कुकुरा हुन्छ कि एउटा कुकुरा अन्त सिङ्गै कुकुरो हानेर हामी चाहिँ चिलमा बस्छौँ गाइज हामीले चाहिँ हाम्रो सामान लिएर आइसक्यौँ चिसो लास्ट छ होइन यहाँ अहिले यसमा चाहिँ हाम्रो चाहिँ सामान छ हामीले अहिले देखाउँ भने नि होइन कति केजी भने 5 केजीको 5 केजीको छ होइन हामी कतिजना भने चाहिँ 3 जना छौँ अहिले एकजना एक पसेट चाहिँ एक यो एकमा यसलाई के जोडाउनु मैले छक्का हो अब्जेक्टर हो कि यो एकान्तर कोण उल्टोमा यता छ होइन गाइज यता हेर्नुहोस् यो यत्रो लेखेर 0.5 यत्रोले 0.5 नम्बर मात्रै लेखा एकै पानी खापे एक पानी मात्रै छापे होइन अब हामीले चाहिँ फाइनली सब सामानहरू जुटाइ त्यहीमा चाहिँ सामान ल सब सामान के झोलाउँदा हडो भने त सिद्धियो रातो नाक बहार पुऱ्याउनु चिसाले साँच्चै के ओट कस्तो बार मेरो दिप काट्न गाइस हामी चाहिँ फाइनली त्यहाँदेखि यहाँसम्म आइसक्यौँ गाइस यहाँ पारी चाहिँ आज चाहिँ फाइनली गाइज हामी यता कुकुरो बन्दैछ गाइज पछिसम्म हामी के कस्तो कस्तो बनाउँछौँ गाइज यता पत्रकारितामा मानिसले देखाएको कुराको यो कुकुर बनाउन कति टाइम लाग्ला 1 घन्टा गाइज फाइनली हाम्रो चाहिँ पाकिसक्यो यस्तै छ होइन छुरी लगाएर गाइज हाम्रो फाइनली भइसक्यो र यहाँ केटो खाना हाल्दैछ र हाम्रो फाइनली गाइज अब यस्तै छ होइन र सबजना आयो हाई हामीले अब चाहिँ होइन गाइज होऱ्याउँछौँ होइन सिङ्गै हो क्या हामी सिङ्गै होऱ्याउँछौँ जहिले पनि होइन
उनी आकाशबाट झरेकी अप्सरा कवि गीतकारले वर्णन गरेकी अप्सरा देउताहरूले निधो गरेपछि उनी मेरो भागमा परेकी अप्सरा उनी मेरो भागमा परेकी अप्सरा उनी आकाशबाट झरेकी अप्सरा कवि गीतकारले वर्णन गरेकी अप्सरा गाइज होइन अब हाम्रो चाहिँ यति नै हो रमाइलो होइन आज भइसक्यो जे होस् हुन्छ हामी फाइनली गाइज अब हाम्रो चाहिँ अर्को भिडियोमा नेक्स्ट भिडियोमा भेटौँला होइन पुष्पन र अनि अर्को के आउँछ त माघी तिहारमा यो भन्दा नि झन् बब्बाल हुनेछ गाइज गाइज अब चाहिँ माघी तिहारमा झन् यो भन्दा नि राम्रो भिडियो आउनेछ भन्न चाहन्छु होइन अब यो माघी तिहारमा चाहिँ योभन्दा राम्रो भिडियो आउनेछ भन्ने आशा गर्दछौँ र गाइज यो भिडियो कस्तो लाग्छ सब धन्यवाद लास्ट फाइनली गाइज फाइनली लास्ट हमरा के दिल में राखे है हमरा के आखे गिनानी मन तिमी दिल में राखे दिल गिरानी मन तिमी हमरा के आखे गिनानी मन तिमी यो दिल में राखे दिल गिरानी मन